हेलो फ्रेन्ड्स, वेलकम टु माई जिज्ञासा थारू च्यानल। एन्ड हामी आज चाहिँ यो चाहिँ थारूको म्युजियम हो। हाम्रो थारूहरूको चाहिँ एकदम पेसागत पहिलेदेखि चलिरहेको कस्तो कस्तो के छ, यो झुम्रा नाच भनेर भन्छ है। यो चाहिँ चुलो हाम्रो चौधरीहरूमा चाहिँ बढी यस्तो प्रयोग गर्थ्यौँ, यसरी पूजा गर्थ्यौँ। यो सबै देखाइरहेछ। यो मादल यसरी नाच्छौँ, झुम्रा नाच हामीले होइन, सबैजना मिलेर त्यो गीत बजाइरहेछ, मादल बजाइरहेछ, अनि गीत गाइरहेछन्। सबैजना यस्तो मजाले सबै बसेर सल्लाह गरिरहेछन् र के गर्ने कसो गर्ने भनेर चाहिँ यो सबैजना बसेर चाहिँ सल्लाह गरेछन्। यो सबै म्युजियममा एउटा देखाइएको। हेर्नु त, यो चाहिँ चौधरीहरूको मेन खास भनेको चाहिँ यस्तो हुन्छ कल्चर। अनि हजुरहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यो आन्टी गाग्री लिएर उभिनु भएको छ। अब के भनौँ, यो आमा भनौँ कि आन्टी भनौँ। अनि उहाँ चाहिँ इनारबाट पानी निकालिराख्नु भएको छ। उहाँ चाहिँ हाम्रो पहिलेदेखि चाहिँ पानी चाहिँ इनारबाट निकालिन्थ्यो। यो त सबैलाई पनि नर्मली पनि थाहा होला। उहाँ ढकिया बुन्दै हुनुहुन्छ। ढकिया पनि हाम्रो पहिलेदेखि ढकिया चलन चल्ती छ। ढकियामा चाहिँ सबै राख्ने। यो चाहिँ डेहरी हो, यो पछाडिको माटोको सबै चिज माटोको हुन्थ्यो हाम्रो पहिला। अनि उहाँ ठुलो मान्छे, वरिष्ठ मान्छे। उहाँ चाहिँ हाम्रो हुक्का खाएर बस्नुपर्छ। तलको त्यो डेहरी हो, माथि राखेको पात हो। त्यो पातमा चाहिँ हाम्रो खास गरेर धेरै चिजहरू बन्छ। अनि यो चाहिँ पिठो पिस्ने, यो के भन्छ यसलाई, ढेकी। अनि त्यसपछि यो अनि यो पराल राखेछ, छत्रीहरू छ होइन, पहिला जमानाको। अनि त्यसपछि यो हजुरहरूले देख्न सक्नुहुन्छ, यहाँ एकदम सबै कसरी के बन्छ भनेर यसरी पूजा गर्ने हो। डेहरीहरूमा यस्तो बनाउँछ। अनि यो चाहिँ हामीले पहिला कसरी चाहिँ हामीले मकैहरू राखिन्थ्यो होइन, मकैहरू। अनि डेहरीको साइजहरू यस्तो हुन्छ, भित्ताहरू। हेर्नु त, हाम्रो चौधरीहरूको चाहिँ यस्तो घर हुन्थ्यो पहिला, सबै माटोको बनेको हुन्थ्यो। यो चाहिँ खटिया त अचल पनि पाइन्छ। माथि हामीले चाहिँ ढकिया यी सबै चाहिँ माथि झुन्डाउँछौँ। अनि यसैलाई नै बारफार लाएर चाहिँ हाम्रो सबै कोठा पनि बन्थ्यो। अनि यो अर्को कोठा हो। अनि यो चाहिँ हाम्रो यहाँ भान्साघर हो। अनि यहाँ पानीहरू राख्ने हो, पानी ताजा पानी। भान्साघर यहाँ चाहिँ ढिक्री पकाउँदै हुनुहुन्छ होइन। सुपोमा यहाँ ढिक्री पनि छ, पैसा पनि फाल्दैछन्। अनि यो आगो बलिरहेछ, जाँड चुहाइराख्नु भएको छ, रक्सी चुहाइराख्नु भएको छ। यो चाहिँ दाङको स्पेसल खाना अनि भ्यू चाहिँ हो। अनि यस्तो राम्रो छ नि, त्यहाँ एकपटक चाहिँ भिजिट गर्नै पर्ने ठाउँ हो। यो चखौरा भन्ने छ, यस्तो राम्रो लाग्यो मलाई। अनि यो बाहिरको सिन हेर्नु त, यस्तो राम्रो फ्लावर्सहरू छ अब। अनि मलाई त यो फ्लावर एकदम मन पर्यो। हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।